नमस्ते। मैले चाहिँ अब यो ड्रागन फलको बारेमा विभिन्न प्रकारका हाम्रा गतिविधिका कुराहरू योसँग सम्बन्धित चाहिँ फ्याक्टहरू भनौँ न, अनि धेरैजनाले चाहिँ हामीसँग जिज्ञासा राख्नुहुन्छ। कसैले फोनमा, कसैले वाट्सएपमा, कसैले मेसेन्जरमा, त्यस्तै होइन, कोही आउनेहरू। अनि उहाँले कुरा राखिरहँदाखेरि जिज्ञासा भइरहँदाखेरि चाहिँ त्यसका कुराहरू समेटेर चाहिँ बेला बेला भिडियो बनाउने गरेको थियो। अब त्योदेखि अलि अघिल्लो समयमातिर पोहोरतिर केही महिना अगाडितिर चाहिँ जस्तो हामीले गरेका कुराहरूको पनि रेगुलर भिडियो बनाउँदै आएका थियौँ। र अब चाहिँ खासै त्यस्तो यसमा गर्नुपर्ने कुराहरू, स्थापना गरिरहँदाका कुराहरू खासै छैनन्। अब चाहिँ यसको केयरटेकिङका कुराहरू, यसलाई सम्हारका कुराहरू नै बढी छन्। त त्यस्ता कुराहरू खासै अब आम रूपमा सबैले जानिसकेको विषय, पुरानो विषय हुँदै गइरहेको हुँदाखेरि मैले भिडियोमा हाल्ने क्रममा चाहिँ अलिकति कमी आएको छ। अब हामी फेरि घुम्दै चाहिँ यही अब यो एलइडी लाइट राखेर चाहिँ कोपिला आएको इलाकामा आइपुगेका छौँ। यसरी अब उसले बोटले त हान्ने नसके त्यसरी पहेँलो भएर आफै जान्छ। फेरि हामीले अब झरेर गयो भने त तनाव लिन पनि हुँदैन, आएन भने तनाव लिन पनि हुँदैन। पहेँलो भएर जान्छ। यसरी यो बोटले थेक्न नसकेको उसले क्षमता अनुसार लिने हो। यो लाइटले आएका कोपिलाहरू पहेँलो देखिन्छ। ऊ पर पनि एउटा देखियो। यसरी चाहिँ कोपिलाहरू आछन्। यहाँ पनि एउटा पहेँलो भएको देखियो। यहाँ त अझ यो सानैमा नै गएछ। यो भयो होइन, यो त सानैमा नै गएछ। अर्को यहाँ पनि, यो पनि गएछ सानो फुलमै। यसमा यो चाहिँ रहेछ। यो मैले टिप्ने बल हामीले झिकेर राखेको छौँ। अब यो तार पनि हटाइदिन्छौँ, किनभने तार हटाएन भने तार बिग्रिन्छ अब पानीले। यसरी जस्तो यहाँ यो बोटमा धेरै लागेको रहेछ होइन। 1 2 3 4 5वटा यो साइडमा देखियो। 6 7 8 9 10 11 12 13वटा हो क्या, उता एउटा 13वटा चाहिँ यो साइडमा देखियो। सुकेका केही पहेँलो भएर गएका देखियो। यति चाहिँ सिजनमा पनि लगभग आउँदैन, त्यस कारण यो बोटमा चाहिँ धेरै आएर छ। हेर्दै जाँदाखेरि कुनै बोटमा चाहिँ धेरै आएको देखिन्छ, कुनैमा आउँदै नआएको देखिन्छ। म आफै पनि अचम्म भएर आउँछु यो किन हो भनेर। अब आजको विषयवस्तु चाहिँ एउटा सानो एउटा कमेन्ट आएको थियो हामीलाई फेसबुकमा। एकजना साथीले कमेन्ट गर्नुभएको थियो, यो ड्रागन फललाई छिटो फलाउनको लागि चाहिँ त्यो काट्ने, यो टुप्पामा काट्ने कहिले हो भन्दा। र मैले कमेन्टमा फेसबुकतिर कतिपय साथीहरूले देख्नु भएको भए कमेन्टमा मैले भनेको पनि छु। यो वनस्पति बोट बिरुवा पनि सजीव कुरा हो, प्राणी हो। यो पनि यसलाई पनि खाना, अन्न, पानी, अन्न भनेको मल न भयो होइन, हामीले खास जस्तो यसलाई पनि चाहिन्छ है। पानी चाहिन्छ, खाना चाहिन्छ। यसको पनि वृद्धि हुन्छ, यो बढ्छ, यसलाई पनि रोग लाग्छ र यसले सन्तान पनि उत्पादन गर्छ होइन। यसको सन्तान भनेको गर्भाधान भइसकेपछि, फुल फुलिसकेपछि यसमा गर्भाधान हुन्छ। त्यो पोलिनेसन नै गर्भाधान हो होइन। गर्भाधान भइसकेपछि त्यो एउटा गर्भाधानबाट बच्चा बस्ने मान्छेको प्रक्रिया जस्तै वनस्पतिको पनि त्यो बच्चा बस्ने प्रक्रियामा जान्छ र बिस्तारै त्यो फलको रूपमा विकसित भएर त्यो चाहिँ के हुन्छ त भन्दाखेरि फल हुन्छ, फल्छ। र बिरुवाको फल नै उसको चाहिँ बच्चा सन्तान हो। अब यो चाहिँ मिसक्यारेज भएको जस्तो के, गर्भै बस्न नसके जस्तो, गर्भ असफल पाए जस्तो विभिन्न कारणले हुन्छ। मान्छेलाई पनि हुन्छ, न्युट्रिसनको कारणले, वातावरणको कारणले, स्वास्थ्यको कारणले, आमाको थेक्न सक्ने नसक्ने कारणले। बोटको पनि त्यस्तै हो। यो बोटले थेक्न सकेन भनेदेखि यसरी पहेँलो भएर यहाँ नै जान्छन्। यहाँभित्र पनि देखिन्छ, धेरै छन्। यहाँ पनि छ होइन, यहाँ पनि देखियो, उता पनि दुईवटा देखियो, पर दुईवटा कुनामा देखियो। थेक्न सक्यो भने यसरी गर्भ बसेपछि बढ्छ। र चाँडो फलाउने सिलसिलामा चाहिँ मैले त्यहाँबाट भनेको पनि थिएँ उदाहरण दिएर। त्यसरी जबरजस्ती गर्नु, उत्तेजित भएर अतालिएर चाँडै फलाउन खोज्नु, आतुरता हुनु राम्रो कुरा होइन। प्राकृतिक रूपले चाहिँ जस्तो आज
वैशाखको 13 गते भइरहँदाखेरि हामीकोमा छन् यसरी हैन पहेँला भए पनि छन् यसरी है यहाँ छन् कति हो पहेँलो भएको त है ऊ पर पनि देख्यो त्यहाँ पनि देख्यो यहाँ टिपिसकेँ अब यसरी फलेका छन् किन भन्दा यो बोट चाहिँ अब मेचुर भयो फल दिन लायक भयो यसले अब धान्न सक्छ धान्न नसकेको यसरी पहेँलोबाट जान्छन् यसलाई प्राकृतिक रूपमा छोडिदिनुपर्छ किन पहेँलो भयो भन्दा धेरै चिन्ता लिन पनि हुँदैन हो अडिएन भनेदेखि सबै पहेँलो भएर गयो भनेदेखि फलै लागेन यसको लाग्नुपर्ने हुनुपर्ने समय 6 महिनादेखि कुनै बेला फुल निस्किन सक्छ होइन 3-4 वर्षमा फलै आएन भनेदेखि प्राविधिक ल्याएर परीक्षण गराउनुपर्छ मान्छेलाई पनि त गर्व बसेन भने हामीले यो विशेषज्ञसँग देखाउँछौँ नि त होइन परामर्श लिन्छौँ त अनि के गर्दाखेरि गर्व हुन्छ भन्दा यसको वैकल्पिक उपाय लिन्छौँ अहिले त विभिन्न टेक्नोलोजी आएको छ त्यसै गरेर सन्तान उत्पादन हुन्छ बिरुवाको पनि हुँदै भएन फल्दै फलेन भने त्यस्तै हो र अब तपाईँले त्यो सामाजिक सञ्जालमा फन्डाहरू आउँछन् क्या विभिन्न खालका त्यो भ्युजको लागि केको लागि केका लागि कता कता देखिन्छ नि यहाँनिर चाहिँ टुप्पो काटिसकेपछि फल्छ भनेर त्यो 50 ट्रुथ 50 मिथ भने जस्तो साँचो चाहिँ आधी चाहिँ एउटा प्रोपोगान्डा भने जस्तो मलाई लाग्छ काटेपछि कोपिला आउने निश्चय नै हो तर त्यो भनेको ड्रागन फलले बुझ्नुभयो के हुन्छ यो रोपिसकेपछि बढ्छ बढिसकेपछि छिपिसकेपछि फल दिन योग्य हुन्छ यो बढ्दै जाँदाखेरि माथि पुगिसकेपछि हामीले सपोर्ट दिँदै जान्छौँ त्यसलाई सपोर्ट दिँदै गऱ्यो भने त माथि गएकै गर्छ तर हामी त्यहाँनिर कुनै पोइन्टमा पुऱ्याएर छोडिदिन्छौँ र लत्राइदिन्छौँ यसको विशेषता के हो भने लत्रिएपछि यसको ग्रोथ रोकिन्छ ग्रोथ रोकिसकेपछि छिपिन थालिसकेपछि यसले फल दिन थाल्छ तपाईँले हामीले टुप्पा काट्ने भनेको यसको ग्रोथ रोक्ने हो अब बेलै नभइकन टुप्पा काटेर ग्रोथ रोक्नुभयो भनेदेखि यसको समय नआइकन गर्नुभयो भने त जबरजस्ती फलाएको हो प्राकृतिक फलाइ त्यसलाई भन्न सकिएन जबरजस्ती प्रकृतिलाई मान्छेले फल्न बाध्य गराउनु भनेको त्यसलाई काटिकन त्यसलाई ठिङ्गुर्याएर छिप्पिएर बाध्य गराएर गर्नु भनेको त्यसको अब भेजिटेटिभ ग्रोथमा असर पर्छ त्यो बोटको विकास राम्रो हुँदैन त्यसले फल दिन थालिसकेपछि किनभने समय पर्खिनुपर्छ 12-13 वर्षको नानीलाई सन्तान जन्माउनलाई तरिका अप्नाए जस्तै त्यस्तै अप्राकृतिक तरिका हो यसरी जबरजस्ती गरेर गर्नु भनेको म तपाईँको तुरुन्तै फल चाहियो एउटा फल खाइहालौँ दुईटा फल खाइहालौँ भन्ने इच्छाले चाहिँ फलाइहालौँ फुल हेरिहालौँ भिडियो बनाएर हालिहालौँ फुलको फलको कोपिलाको भन्ने चाहना पुरा गर्नु त ठिकै हो तर त्यो बोटको ओभरअल हेल्थ जुन हुन्छ त्यसरी चाँडो समयमा फलाउँदाखेरि राम्रो हुँदैन त्यो काम नगर्नु होला भनेर हामीले सुझाव दिन चाहन्छौँ यसलाई प्रकृतिमा छोडिदिनुहोस् प्राकृतिक रूपले हुन्छ अब मैले अघि भने नि कसैको मान्छेको पनि त सन्तान हुँदैन नि त होइन हुने समयसम्म 1.5 वर्ष 2 वर्ष 3 वर्ष 4 वर्षसम्म भएन भने बल्ल अनि प्राविधिक देखाएर त्यसलाई कसरी छिप्याउने हो त्यसलाई कसरी सन्तान दिन लायक बनाउने गर्नु होला यो सजीव हो मान्छे जस्तै रोग लाग्छ भोक लाग्छ प्यास लाग्छ बढ्छ यसलाई पनि होइन त्यस कारणले सन्तान उत्पादन पनि यसले त्यसै गरी गर्ने हो त्यसलाई जबरजस्ती उमेर नभइकन समय नभइकन प्राकृतिक तरिकाले बलजफ्ती गर्नुभयो भने त्यसको अर्कोतिर असर हुन्छ अर्कोतिर इम्प्याक्ट हुन्छ त्यस कारणले केही दिनको आफ्नो आतुरताको लागि आफ्नो उत्तेजनाको लागि आफ्नो हटको लागि हतारको लागि चाहिँ प्राकृतिक रूपले हुने कुरामा जबरजस्ती नगर्न सल्लाह मैले दिएँ एउटा कुरा त्यो यो टुप्पो काटेर फलाउने भन्ने सम्बन्धमा अर्को काट्ने नै सम्बन्धको कुरा गर्ने मैले अलि अगाडि पनि भरर भन्दा एउटा भिडियो हाल्थेँ साथीले जोकमा चाहिँ भररको प्रसङ्ग निस्क्यो त्यही भएर भररमा भिडियो हालियो त्यो भन्दाखेरि जस्तो त्यहाँदेखि तलदेखि यहाँ माथिसम्म काट्ने हो नि त होइन रेलिङमा लगाएको भए पनि रेलिङको तलको काट्ने हो नि त होइन अब मैले 2-4वटा युट्युबतिर फेसबुकतिर रिल्सहरू भिडियोहरू सर्टहरू देख्छु उहाँले काटेनामा डङ सबै काटेको देख्छु तपाईँले त्यसरी काट्नुभयो भने त बोटै भन्दैन नि त होइन बोटै भन्दैन अब काट्नेसम्म अब तपाईँले यहाँ माथिबाट फल्ने हो लत्रेसी फल्ने हो त्यो ठाउँको राख्ने हो तलबाट बढ्नेलाई पो छाँट्ने हो त तपाईँले र यस्तोमा धेरै आएको छन् छोटो हाँगामा जस्तो एउटा मैले राखेँ यहाँ अर्को थियो भने अर्को फालिदिन्थेँ होइन अब कुन हाँगा राख्ने कुन हाँगा छाँट्ने भनेर चाहिँ क्यानपी बनाउनलाई यो बोटले धान्ने बनाउनलाई बोटलाई राम्रो देखाउने बनाउनलाई बराबरतिर सबैतिर बराबर हाँगाहरू होस् भनेर भोलि नढल्कियोस् एकतिर नलडोस् भन्नको लागि त्यसरी छानेर काट्ने विभिन्न तरिकाहरू छन् नि त यसले सबै मुना काट्नुपर्छ भनेर भट्टाभट काटेर मैले त्यो सोसियल मिडियातिर ड्रागन फलको बोट बिरुवा बिगारेको देख्छु उहाँहरूलाई चाहिँ अब फल लिने बेलामा पशु त हुन्छ अब पशु त अब त्यो फल यसरी चाहिँ थोरै फल आएछ मेरो त कति धेरै फल आउने रहेछ ओहो बर्बाद भएछ मेरो त फल दिने हाँगै मैले ध्वस्त पार्नेछु भन्ने थाहा पाएको बेला त पस्तो होला थाहै पाउनु भने त पस्तो पनि के होला र त्यस कारणले त्यो भ्युज आउँछ
धेरै हेर्छन् कमेन्ट आउँछ भन्ने भरमा जथाभावी नकाट्नु होला। मैले त्यो भिडियोमा पनि भनेको छु कहाँको काट्ने कहाँको फाल्ने भन्ने कुराको त्यो पुरै जानकारी नलिकन अलिअलि हेरेर भिडियो स्किप गरेर हेरेर फास्ट फरवर्ड गरेर हेरेर काट्नुपर्छ भनेर मुना काट्नुपर्छ डङ्की डङ्क काटेको देख्छु। कृपया त्यसो नगर्नु होला। त्यो नोक्सानी गरिराख्नु भएको छ। तपाईँले त्यसको नोक्सानी गरेको र राम्रो गरेको बुझिरहनु भएको छैन जस्तो मलाई लाग्छ। त्यस कारणले दुईवटा कुरामा यसरी काटेर चाहिँ यसलाई चाहिँ अब छिटो फलाउने कुरामा हतार नगर्नु होला। र तपाईँले मुना काटेर अनावश्यक मुना काट्ने हो नि त। यो अनावश्यक भन्ने कुरा चाहिँ बिर्सिरहनु भएको छ। मुना काट्ने भन्ने मात्रै गरेको मैले देख्छु। त्यो अनावश्यक भन्ने कुरा चाहिँ काट्नुपर्छ भन्ने कुरा पनि सम्झिदिनु होला भन्दै मैले तपाईँहरूलाई आज दुईवटा कुरा गरेँ। एउटा चाहिँ यो टुप्पो काट्ने, अर्को मुना काट्ने, र त्यस पछाडि गएर यो ड्रागन फलको यो अब हामी अहिले यो एरियामा छौँ, एलइडी लाइटको एरियामा। लाइटको कारणले आएका कोपिलाहरूको बारेमा चाहिँ अलिअलि देखाउने प्रयास गरेँ। अब अरू यस्ता भिडियोहरू लिएर हामी तपाईँहरूसँग जोडिने छौँ। कुनै जिज्ञासा भएदेखि तल कमेन्टमा लेखिदिनु होला। तपाईँ यदि हाम्रो च्यानल पहिलोपटक हेरिराख्नु भएको छ अथवा चाहिँ अहिलेसम्म हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने कृपया हाम्रो च्यानल सब्सक्राइब गरी छेउमा रहेको घन्टीलाई पनि दबाइदिनु होला। भिडियो हेर्नुभएकोमा धेरै 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 धन्यवाद। नमस्कार। जय कृषि, जय किसान।